SINCLUT include STDIO.h यसरी टाइप गर्न कहिले सक्छ तपाईँ सरसँग म टक्कर दिएको कति रहेछ चाहिने हामीलाई स्पिड चाहिने 33 भने हैन स्पिड चेक गर्छ र यहाँ त हेर्दै नहर्ने रहेछ क्यालकुलेटर निश्चय भएर सकेर है यहाँनिर इफ नम्बर इज नट इक्वल टु नम्बर पर्सेन्ट टु भनेको यहाँनिर तिमीले बुझ्नुपर्ने खास यहाँनिर छ क्या विकास यहाँनिर स्क्यान पर्सेन्ट आइन नम्बरमा गएर पछि हामीले इनपुट गरेको नम्बर हो कि होइन अनि यो नम्बर चाहिँ यदि नम्बर पर्सेन्ट टु इक्वल टु के टु 0 भनेको चाहिँ यो पर्सेन्टलाई मोडुलस भन्छ कि मोडुलस भनेको चाहिँ कस्तो भने 2 ले यो नम्बरलाई डिभाइड गर्दाखेरि रिमाइन्डर शेष भन्छौँ नि हामी शेष बाँकी बढ्ने चाहिँ 0 भयो भने चाहिँ त्यो नम्बर के हुन्छ इभन हुन्छ शेष 0 बस्यो भने 2 ले डिभाइड गर्दाखेरि शेष 0 बस्यो भने चाहिँ त्यो नम्बर के भयो इभन भयो शेष 0 बसेन भने चाहिँ के भयो त्यो नम्बर त्यो अड भयो खास यही हो पोइन्टै यही हो यो लाइन यो चाहिँ लाइन यहाँनिर हेर्दाखेरि यो चाहिँ लाइन बुझ्नुपर्छ यहाँनिर इफ नम्बर पर्सेन्ट टु भनेको 2 ले नम्बरलाई डिभाइड गर्दाखेरि बस्ने रिमाइन्डर कति भयो भने 0 भयो भने चाहिँ प्रिन्ट यहाँनिर यो पर्सेन्टलाई डिभाइड गरिदिनु पर्छ डिभाइड कहाँ डिभाइड भनेकै डिभाइड होइन यस्तो हो तिमीहरूले कुरो बुझेन पर्सेन्ट रिमाइन्डर मात्रै निकाल्ने भनेको पनि रिमाइन्डर मात्रै भ्यालु यही लिन्छ क्या जस्तै हामीले यहाँ इनपुट इन्टर नम्बर भनेको ठाउँमा एउटा नम्बर चाहिँ हामीले मानिलियौँ 6 लियौँ भने यो इफ नम्बर पर्सेन्ट 2 इक्वल टु 0 भनेको के हो भने 2 ले 6 लाई डिभाइड गरेर कति आउँछ शेष मात्रै कति आउँछ 2 3 या 6 रिमाइन्डर 0 हो हैन हो त्यो रिमाइन्डर चाहिँ 0 भयो भने चाहिँ त्यो नम्बर के हुन्छ त्यो इभन भयो त्यो नम्बर चाहिँ त्यो रिमाइन्डर चाहिँ 0 भएन भने चाहिँ त्यो के भयो अड भयो यति नै हो बुझ्नुपर्ने कुरा भोइड मेन त्यो ओपन भयो त्यो ठिक छ अनि इफ यो ओपन भयो यो क्लोज भयो यो ओपन भयो यो क्लोज भयो अब यसलाई चेक गर्नु पर्यो भने F9 गर्ने F9 गर्यो भने यहाँनिर चाहिँ तिमीहरूको इरर्स आउँछ यसमा इरर्स अहिले कतिवटा इरर्स आयो भने दुईवटा इरर आयो कहाँनिर रहेछ यसरी देखाउँछ स्क्यान F पर्सेन्ट D एन्ड NUMBER नम्बर फंक्सन एन्ड पछि अलिकति स्पेस भएन त एन्ड नम्बर NUMBER नम्बर एन्ड को त्यो बिचमा स्पेस भएन त स्क्यान नम्बरमा भनेकोमा त यहाँनिर ओपन भयो होइन यहाँनिर क्लोज भयो यहाँनिरको यो क्लोजको त ओपनै भएको छैन क्लोज गर्नुपर्ने आवश्यकता छ र छैन एक ठाउँको भयो अब F9 गर फेरि 0 भयो अहिले दुईटा इरर थियो नि हेर्दै रहेछ हामीले एक ठाउँ सच्याउने बित्तिकै दुईटै इरर गयो त्यो कुनै समयमा चाहिँ त्यस्तो देखाइराखेको हुन्छ क्या यसले अब यसलाई रन गर्न के गर्नुपर्छ मिस्टेक कहाँनिर फेला नि यहाँनिर होइन अब यसलाई रन गर्न के गर्नुपर्छ कन्ट्रोल F9 गरिदेऊ यहाँनिर इनपुट एनी नम्बर अब एउटा नम्बर लेखौँ हामी ल मानिलियो 65 लेखौँ इन्टर गऱ्यो भने अड नम्बर किनभने 2 ले चाहिँ 65 लाई डिभाइड गर्छ रिमाइन्डर चाहिँ कति बाँकी बस्छ भने अन्तिममा शेष माथि जतिसुकै होस् क्या माथितिर डिभिजन जतिसुकै जाओस् रिमाइन्डर चाहिँ कति बाँच्छ भने 1 बाँच्छ त्यो बस्ने बित्तिकै त्यो चाहिँ के हुने भयो त अड हुने तर अब यहाँ हामीले चाहिँ मानिलियौँ 90 भनेर दियौँ भने चाहिँ के हुन्छ भने इभेन भनेर आउनु पर्थ्यो आयो
रिमाइन्डर 0 छ नि त यो तिमीले यसमा फेरि हाम्रो यो प्रोग्राममा त यो रिमाइन्डरको त के कुरै आएको छैन। यो मोडुलस भन्छ क्या यो पर्सेन्ट छैन यो पर्सेन्ट भनेको मोडुलस हो मोडुलस भनेको रिमाइन्डर निकाल्ने हो रिमाइन्डरको भ्यालु मात्रै क्यालकुलेसन गर्नुपर्ने अवस्था सिर्जना भयो भने रिमाइन्डरको भ्यालु मात्रै राख्नुपर्ने अवस्था भयो भने मोडुलस सिम्बल राख्ने मोडुलसको सिम्बल भनेको के हो भने पर्सेन्ट यही यो प्रोग्राम सकियो अब अर्को गरे